यो चोटिको संसदमा केही रमाइला झाँकीहरू पनि देखियो। सामान्यतया संसद सत्तापक्ष र प्रतिपक्षको बीचमा विषयवस्तुहरूमा छलफलमा वाद विवाद हुन्छ, दन्त बजानहरू हुन्छ, चर्काचर्की हुन्छ, उठाउठ हुन्छ। तर यो चोटिको संसद बिल्कुलै फरक शैलीमा सत्तापक्ष अत्यन्तै शान्ति। अब यो उदाहरण दिउँमा त अलिक नराम्रो हुन्छ कि जस्तो डर पनि लागेको छ। सहजी फेरि हामीलाई तुरुन्तै रुलिङ गरिदिइहाल्नुहुन्छ। तैपनि भन्छु त्यो उदाहरणै दिन सकिन्छ। मुर्दा शान्ति भन्छ नि, भिड त धेरै छ तर शान्त। सत्तापक्ष अत्यन्तै शान्त, प्रतिपक्ष आन्दोलित। अनि सवाल जवाब सभामुखसँग, श्रद्धेय सभामुखज्यू, यो देखिएको यो चोटिको बिर्सनै नसकिने झाँकी। हामी सत्तापक्षसँग वाद विवाद गरिरहेका छौँ, छलफल गरिरहेका छौँ कि त्यो पनि हामीलाई कन्फ्युजन भयो। त्यो बेलामा सभामुखज्यूले संसदको मर्यादालाई कायम राखिदिनु पर्दथ्यो, राख्ने कोसिस गर्नुभयो होला, तर हामीलाई त्यस्तो महसुस भएन। अनि हामी निरन्तर सभामुखसँग लडिरह्यौँ। मैले अहिले पनि बिर्सेको छैन सभामुखज्यूले भन्नुभएको, प्रतिपक्षको बेन्चमा हेरेर तपाईँलाई कति घन्टा चाहियो, 1 घन्टा 2 घन्टा 3 घन्टा यसो भन्नुभएको मैले पनि सुनेको थिएँ। यो कति मर्यादित हुन्छ। मलाई सभामुखलाई जस्तो त्यो अधिकार पनि छैन रुलिङ गरेर हटाउँछु त्यो रेकर्डबाट, किनभने मलाई मेरो मर्यादाले मर्यादित चेयरमाथि अमली उठाउन पनि दिइराखेको छैन। यो परिदृश्यहरू देखियो। म यो विषयमा यति नै मात्रै भन्न चाहन्छु सभामुख महोदय, संसदको चिरहरण भइराख्दाखेरि सभामुखज्यूको कुर्सी जसरी टुलु हेर्ने अवस्थामा पुग्यो, जसरी लाचार भएको जस्तो मैले अनुभूति गरेँ। यद्यपि व्यक्तिगत रूपमा मेरो जति पनि चिन्जान छ सभामुखज्यूसँग, म त्यो लाचारी उहाँमा देख्दिनँ। तर त्यो बेलाको मेरो अनुभूति, मेरो सोच र ठ्याक्कै बदलिहालेको दृष्टिकोण त्यो ढङ्गबाट अगाडि बढेको पनि हो सभामुख महोदय। त्यसले गर्दाखेरि त्यो लाचारी पनि देखियो।